एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेमाथि आक्रमणको प्रयास भइरहेको भन्दै त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले एमालेलाई आक्रमण गरेको दिन देश ठप्प हुने र यो सरकार ढल्ने बताएका छन्। केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन बलियो भएर अगाडि बढ्ने बताएका छन्। तेस्रो कार्यकालमा निर्वाचित एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध गरेका छन्। एमालेले भदौ 23 र 24 को घटनाका विषयमा वर्तमान छानबिन आयोग अमान्य रहेको भन्दै सर्वोच्च अदालतमा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको छ। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न आग्रह गरेको छ। रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन आइपिओमा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको छ। चालु आर्थिक वर्षको 4 महिनामा 2.5 अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। 2026 को विश्व फुटबलको फिफा विश्वकप जित्नेले $5 करोड पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक रवि लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्।